जय मसीह, गुड मर्निङ मेरा प्रिय भाइ बहिनीहरू। प्रभु येशू ख्रीष्टको उच्च पवित्र नाममा फेरि पनि म जय मसीह भन्दैछु। म राधे जन राजा फेरि एउटा सुन्दर भिडियो लिएर आएको छु र साथै एउटा सुन्दर शीर्षक पनि लिएर आएको छु। मेरो प्रिय भाइ बहिनीहरू, मलाई विश्वास छ कि तपाईँहरूले आजको यो भिडियो र यो सन्देश सुनेर तपाईँहरूले ठुलो आशिष पाउनुहुनेछ। साँच्चैकै परमेश्वर दयालु हुनुहुन्छ, कृपालु हुनुहुन्छ र सधैँ आफ्ना मानिसहरूको चिन्ता फिक्र गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ। अनि त्यसैले परमेश्वरले यो भिडियोहरू, यो सन्देशहरू तपाईँहरूको माझ यो सोसल मिडियाहरूतर्फ पुर्याइरहेका छन्। हुन्छ, परमेश्वर तपाईँलाई यो मेसेजबाट, यो सन्देशबाट र यो भिडियोबाट तपाईँलाई धेरै आशिष दिउन्। प्रियहरू, हुन्छ, ध्यान दिएर सुन्नुहोस्। हुन्छ भने अन्तिमसम्म यो भिडियो हेरिदिनुहोस्, सुनिदिनुहोस् र हुन्छ भने आफ्ना प्रिय जनहरूलाई सेयर गरिदिनुहोस् यो भिडियो, जसलाई तपाईँ वास्ता फिक्री गर्नुहुन्छ, जसरी परमेश्वर तपाईँलाई वास्ता फिक्री गरिरहेका छन्। किनकि परमेश्वरको वचनले भन्छन्, मेरो सबभन्दा महत्त्वपूर्ण उहाँको आज्ञामा एउटा आज्ञा छन् यो कि जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू पनि एकअर्कालाई प्रेम गर। हो, यदि तपाईँ हामी एकअर्कालाई प्रेम गर्छौँ भने वास्तविकमा एकअर्काको वास्ता फिक्र पनि गर्नुपर्छ। हो प्रिय, जसरी परमेश्वरले हामीहरूको गरिरहेका छन्। परमेश्वरले तपाईँलाई धेरै आशिष दियोस्। हुन्छ, आजको शीर्षक जुन रहेछ म तपाईँहरूको बिचमा राखिरहेको छु, मानव जीवनको साँचो उद्देश्य के हो। हो, आजको शीर्षक मानव जीवनको साँचो उद्देश्य के हो। व्हाट इज द पर्पस अफ ह्युमन लाइफ। हो, यो कुराहरू हामी धेरैले बुझिरहेका छैनौँ। उद्देश्य बिनाको जीवन जिइरहेका छौँ भन्नाले हाम्रो जीवनको उद्देश्य न जानकारी न थाहा पाए हामी जिरहेका छौँ। आजको यो समयमा जब मान्छेले एउटा स्मार्टफोन किन्छ, कुनै यस्तो सामानहरू किन्छ, त्यसको धेरै कुराहरूले फिचरहरू कुराहरू गर्छन्। अझै यसले के कुराहरूमा काम गर्छन्, यस्तो कुराहरूले जानकारी पाउँछ, जबकि यो चाहिँ केही पनि होइन, एउटा साधारण फोन हो। तर हाम्रो यो जुन जीवन रहेछ, जुन यो जीवनको लागि प्रत्येक कुराहरू छन्, त्यसको लागि हामीले चाहिँ कहिले पनि सोचेको छैन कि हामीले के को लागि हामी जिरहेका छौँ। साँच्चै हाम्रो यो जीवनको उद्देश्य के हो। हुन्छ, आज हामी यही विषयमा हामी विशेष जान्नेछौँ, बुझ्नेछौँ पवित्र शास्त्र वचनहरूद्वारा मानव जीवनको उद्देश्य के हो भनेर। व्हाट इज द पर्पस अफ लाइफ। हुन्छ, आजको मैले कुन चाहिँ वचन राखेको छु, उपदेशक 12:13, त्यसमा यसरी लेखेका छन्। उपदेशक 12:13मा, अब सबै कुरा सुनेका छन्, कुराको निष्कर्ष यही हो, परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर, किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। आमेन, हालेलुया। स्पष्ट रूपले यहाँ भनिरहेका छन् प्रियहरू कि अब कुरा सुनिएका छन् र कुराको निष्कर्ष यही हो कि परमेश्वरको भय राख र उहाँको आज्ञाहरू पालन गर। हो, हाम्रो वास्तविकमा यो जीवनको वास्तविक यदि साँचो उद्देश्य केही छ भने त्यो भनेको परमेश्वरको भय मान्नु, उहाँको आज्ञा पालन गर्नु। किनभने भय मान्नु भनेको के हो त? भय मान्नु भनेको एउटा बुद्धिमान कुरा हो। हामीले आफूलाई बुद्धिमान बनाउनु भनेको हो प्रिय। किनभने हितोपदेश 9:10ले भन्छन् कि यसो भन्छन् कि परमेश्वरको भय नै ज्ञानको सुरुवात हो प्रिय। जब हामी परमेश्वरको भय मान्छौँ, उहाँको ज्ञान हो। र के भन्छन्, व्यवस्था पुस्तक 28को यदि 1देखि लिएर हामी पुरै अध्याय पढ्छौँ भने त्यहाँ यसरी लेखेका छन् कि जब उहाँको आज्ञा हामी ध्यानपूर्वक बुद्धिमानी साथ, होसियारी साथ जब हामी पालन गर्छौँ, अनि सब आशिषहरू हामीमा थपिनेछन्। हो प्रिय, यो चाहिँ धेरै नै महत्त्वपूर्ण कुरा रहेछ। यो चाहिँ हामीले बुझ्नुपर्छ कि हामी उहाँको आज्ञा पालन गर्नु, उहाँको भय मान्नु, यही हो के भन्छन् मानिसहरूको गर्नुपर्ने सारा कर्तव्य यही नै हो। र अरू पनि हामी हेर्नेछौँ मानिसको किन यसले चाहिँ राम्रोसँग, जसरी कि अझै यसलाई चाहिँ बुझ्नलाई किन आवश्यक छ। किनकि धेरै मानिसहरू भन्छन् मानव जीवनको उद्देश्य काम गर्नु, सुत्नु, रमाइलो गर्नु, खानु, पिउनु, पैसा कमाउनु, आफै बारेमा सोच्नु, शक्ति खोज्नु, नाम प्रतिष्ठा कमाउनु, सुख सुविधामा बाँच्नु, आफूलाई मात्र सन्तुष्ट पार्नु हो। यस्तो कुराहरू उहाँहरूले सोचिरहेका छन्। तर यी सबै कुरा जीवनका आवश्यक कुराका पक्ष हुन्, तर प्रिय जीवनका उद्देश्य होइनन्।
यदि यही मात्र मानव जीवनको उद्देश्य हो भने मानिस र जनावर बिचमा के समान हुन्छ र, के फरक हुन्छ र प्रिय? हामी मानव त्योभन्दा धेरै फरक छौँ, किनभने परमेश्वरले हामीलाई आफ्नै स्वरूपमा बनाएका छन्। जसरी कि परमेश्वरको वचनले भन्छन् मानव जीवनको साँचो उद्देश्य के हो भनेर। हामी यसरी यहाँ भन्छ मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएका मानिस हो। उत्पत्ति 1:27 हेर्छु भने त्यसैले मानव जीवनको उद्देश्य सत्य खोज्नु, जीवनको अर्थ बुझ्नु र सृष्टिकर्ता परमेश्वरलाई चिन्नु र उहाँसँग सम्बन्धमा बस्नु वा बनाउनु हो प्रिय। हो हाम्रो जीवनको उद्देश्य यो हो। मानव उद्देश्यको जीवन केवल खानु पिउनु, नाम प्रतिष्ठा पैसा कमाउनु मात्र होइन, तर यहाँ भनिरहेका छन् के त हामी साँचो हाम्रो सृष्टिकर्तालाई चिन्नु। जसरी कि कुनै बच्चा जब जन्मिन्छ उहाँको बुद्धि हुँदै जान्छ र उसको सबभन्दा ठुलो कुरा के हुन्छ त उद्देश्य आफ्नो आमा बुवालाई चिन्नु हो, जसले उहाँलाई जन्माएका छन्। त्यसरी नै हामी पनि एउटा आत्मिक व्यक्ति भएर हामी के गर्नुपर्छ त एउटा मानव भएर केवल भौतिकलाई होइन तर आत्मिकलाई पनि चिन्नुपर्छ, जसले चाहिँ यो सृष्टिलाई बनाएका छन्, जसले चाहिँ हामी सुन्दर प्राणीलाई बनाएका छौँ प्रियहरू। यसुले भन्नुभएका छन् अब अनन्त जीवन यही हो। यसुले भन्नुभयो अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वर हुनुहुन्छ भने चिनुन् र तपाईँले पठाउनु भएको यीशु ख्रीष्टलाई चिनुन्। यूहन्ना 17:3 भनेका छन् प्रिय। यो खास भन्नु किन भनिरहेका छन् त प्रभु येशू ख्रीष्टले हामीलाई चाहिँ स्पष्ट रूपले हामीलाई भनिरहेका छन् कि हामी चाहिँ येशू ख्रीष्टलाई चिन्नुपर्छ, हाम्रो सृष्टिकर्तालाई चिन्नुपर्छ, जसले चाहिँ येशू ख्रीष्टलाई बनाउनु भएका छन् र सत्य कुरालाई जान्नुपर्छ, जुन कि यूहन्ना 14:6 भन्छन् कि मार्ग सत्य र जीवन म नै हुँ। हो उहाँ सत्य हुनुहुन्छ, उहाँ जीवन हुनुहुन्छ र उहाँ असल मार्ग हुनुहुन्छ। प्रिय यहाँ मैले केही 5वटा बुन्दा मैले राखेको छु मानव जीवनको उद्देश्य। पहिलो बुन्दामा परमेश्वरलाई चिन्ने र प्रेम गर्ने, मत्ती 22:37देखि 40सम्म, र दोस्रो सत्यमा हिँड्ने, धार्मिक जीवन जिउने, मिका 6:8। तीसरा अरूलाई प्रेम गर्ने र सेवा गर्ने, मत्ती 22:39, र चौथा परमेश्वरको महिमा प्रकट गर्ने जीवन जिउने, 1 कोरिन्थी 10:31, र अन्तमा अनन्त जीवनको तयारी गर्ने, मत्ती 6:19देखि लिएर 20सम्ममा हामी हेर्न सक्छौँ प्रियहरू। काम, आराम, आनन्द, धन यी सबै कुरा अस्थायी हुन्, तर परमेश्वरको सम्बन्ध र सत्यमा जिएको जीवन चाहिँ अनन्तसम्मको हुन्छ हो प्रिय। यो चाहिँ याद राख्नु तपाईँले। हुन्छ आजको निष्कर्षहरू, यो मानव जीवन केवल बाँच्नको लागि होइन, यो उद्देश्य त्यसैको लागि मात्र दिएको होइन, तर यसको उद्देश्य दिएको वरदान हो। चाहिँ मानव जीवनलाई जीवन दिएको उद्देश्य के हो त? एउटा वरदान हो जुन परमेश्वरले हामीलाई दिएको छ। साँचो उद्देश्य तब मात्र भेटिन्छ जब हामी मानिस आफ्ना सृष्टिकर्तालाई चिन्छौँ, सत्यमा हिँड्छौँ र परमेश्वरको इच्छाअनुसार जिउँछौँ जीवन। येशू ख्रीष्टको जीवनको साँचो अर्थ र उद्देश्य हामीलाई चाहिँ यसरी भेट्छ कि हामी येशू ख्रीष्टमा नै जीवन साँचो अर्थ भेटिन्छ भनेर हामी यो चाहिँ जान्नु बुझ्नु, यो पनि हाम्रो उद्देश्य हो प्रिय। म विश्वास गर्दछु यो वचन तपाईँले